ती विद्यार्थीको जसले एक्जाम दिन पाएन, एक साल बर्बाद भयो नि त। त्यो एक सालको जिम्मा तपाईले लिने कि दिनेशले लिने? त्यो सर चाहिँ त्यसो नहुनु पर्ने हो सर। भइसक्यो सर, अब जिम्मा कसरी लिने त्यो भन्नु न। खाली हाल्नु सर गुटका। एउटा शिक्षक होइन, यो तपाईको मुखमै लागेको छ सर। यो शिक्षक भएर सर यसरी चाहिँ विद्यालयमा गुटका खानु यो त नराम्रो कुरा भयो सर, हो कि होइन सर? तपाईले चाहिँ एक्जाम दिन पाउनु भएन? कतिवटा विषयको तपाईको परीक्षा छुट्यो? सबै छुट्यो, थर्ड सेमेस्टरको सबै। उहाँले भन्नुभयो कि तिम्रो फर्म फिल भए छैन, तिमीलाई जे गर्नु छ गर, प्रवेश पत्र मिल्दैन। मैले भने 1 रुपियाँ पनि दिँदिनँ तपाईँलाई, तपाईँ मेरो फर्मै भर्नु भए छैन। फर्स्टको एडमिट कार्ड 2500 में, सेकेन्डको 1000 लियो, अहिले 1500 मागिरहेको छ, म दिएन। के खानुहुन्छ सर? त्यस्तो बल कहाँबाट आउँछ तपाईहरु? खानाको सामग्री जे हुन्छ त्यही खान्छु नि। यहाँ चाहिँ विद्यार्थीहरू कहाँ बसेर पढ्दै होला? मजाले देख्नुहोस्, यो कक्षा कोठाको अवस्था हामी देखाइरहेका छौँ। एडमिट कार्ड थिएन, त्यो पुरानो एडमिट कार्ड खोजेर त्यसपछि फेरि गयो एडमिट कार्ड दिन इक्जाम दिन। 2 वर्षदेखि एक दिन पनि क्लास सञ्चालन भएको छैन हाम्रो। मैले चाहिँ आफ्नो लेटर लेखेर प्रदेशमा पनि पठाएको थिएँ, अहिलेसम्म त्यसको रिप्लाई पनि आएको छैन। अनि म स्कलरसिपको विद्यार्थी हो, त्यहाँ स्कलरसिपको फी लाग्दैन, यहाँ तब पनि फी लाग्छ भन्छ। निवेदन पनि दिएको छु यो विद्यालयबाट मलाई ट्रान्सफर गरिदिनु। यहाँ न पढाउने वातावरण छ, न बस्ने वातावरण छ, केही वातावरण छ। आफै आजित हुनुहुन्छ कि चिट छोड्नु पर्ने बाध्यता हुन्छ? यस्तो चिट छोड्नु बाध्यता हुन्छ। फर्स्ट सेमेस्टरमा 1 महिना 1.5 महिना जति मात्र क्लास गर्नुभयो होइन? यति बेला तपाईँ फेरि थर्ड सेमेस्टरमा हुनुहुन्छ होइन? फर्स्ट सेमेस्टर कसरी पास गर्नुभयो र सेकेन्डमा पनि तपाईँहरूले पढ्नु भएन, त्यो सेकेन्ड सेमेस्टर फेरि कसरी पास गर्नुभयो? सर ब्याक लाग्दै रहेको छ, ब्याक लाग्दै, फर्स्टमा पनि ब्याक छ। तपाईँको नाममा चाहिँ बहादुर लागेको छ, तर यो काम चाहिँ बहादुर जस्तो गर्न सक्नु भएन तपाईँ। आज वर्षौँदेखि कक्षा सञ्चालन भएको छैन, उहाँहरूले पढ्न पाएको छैन, नियमित रूपमा उहाँहरू चाहिँ एक्जाम पनि दिइराख्नु भएको छ, पास पनि भइरहेछ। यो कस्तो मजाक भएन सर? नमस्ते, स्वागत छ यहाँलाई पब्लिक हट 24 मा। म आदित्य अझै। दर्शकवृन्द, यहाँहरूलाई जानकारी गरौँ, यति बेला हामी सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर 6 स्थित रहेको सूर्य जनता माध्यमिक विद्यालय खुदीबाखारीमा अवस्थित छौँ। यो विद्यालयमा यति बेला ठुलै विवाद सिर्जना भएको छ। विवाद सिर्जना हुनुको मुख्य कारण हो कि यहाँ सिटिभिटी अन्तर्गत 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरिरहेका विद्यार्थीले चाहिँ एक्जाम दिन पाएन र यस्ता धेरै विद्यार्थीहरू छ। सिटिभिटीले तोकेको दस्तुर भन्दा बढी दस्तुर मागिरहँदा शिक्षकहरूले ती विद्यार्थीहरूले नदिँदा ती विद्यार्थीहरूलाई एडमिट कार्ड समेत दिएको छैन र यति बेला यो विद्यालयमा तालचा लगाइएको छ। यहाँ प्रमुख समस्या के छ भने आज वर्षौंदेखि यहाँ चाहिँ विद्यार्थीहरूले कक्षा कोठामा पढ्न पाएको छैन। ती विद्यार्थीहरूले कक्षा कोठामा एकजना शिक्षक समेतलाई हेर्न पाएको छैन। तर परीक्षा भने एक्जाम भने नियमित रूपमा भइरहेको छ। अब मजाले बुझ्न सक्नुहुन्छ होला कि पढाइ हुँदैन, एक्जाम भइरहेछ, ती विद्यार्थीहरू पास पनि भइरहेछ। पक्कै पनि विद्यार्थीहरूलाई बाध्यता बस चिट चोर्नु पर्ने आवश्यकता पर्छ नै होला। 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङको यहाँ चाहिँ पढाइ भइरहेको छ, तर यहाँ चाहिँ पढाइ भइरहेको छैन। ती पढाइको नाममा ती विद्यार्थीहरूसँग खेलबाड भइरहेको छ, ती विद्यार्थीहरूको भविष्यमाथि खेलबाड